हेलो यहाँहरू सबैजनालाई र आज चाहिँ मैले सङ्गीत सिकाउने स्कुलहरूमध्येको एउटा स्कुल रोजाइ मोन्टेसोरीको प्राङ्गणमा छु अहिले र विशेष गरिकन आज चाहिँ चौथो अभिभावक दिवस 2082 सुरु हुन लागिराखेको छ। अनि यहाँनिर तपाईँले देख्नुहुन्छ किबोर्ड, क्याजन, दमाहा, झ्याम्टा, मादल लगायतका सबै सामानहरू हामीले मिलाइसकेको छौँ। अनि यो चाहिँ कार्यक्रम हुने स्टेज यसरी सजाउ प्रारले राखिएको छ। अनि यहाँनिर तपाईँले देख्नुहुन्छ साना साना नानीहरूले होस्ट गर्नको लागि यहाँनिर दुईवटा स्ट्यान्ड राखिएको छ। अनि आज चाहिँ एकदमै रमाइलो हुनेवाला छ विशेष गरिकन। अनि केही अभिभावकज्यूहरू चाहिँ निर्धारित समयभन्दा अगाडि आइसक्नु भएको छ। अनि प्रवेशद्वारमा हामी यस्तो देख्छौँ, स्कुलबाट गेटबाट छिर्ने बित्तिकै यहाँनिर 5 जना साना साना नानीहरू, अनि दे आर लुकिङ सो क्युट एन्ड ब्युटिफुल है। सबैजनाले मलाई हाई सर, म्युजिक सर भन्दै हुनुहुन्छ। अनि आई रियली लभ देम। अनि उनीहरूले पनि धेरै माया गर्नुहुन्छ। अनि अर्को एकजना सानो बाबुले नमस्ते म्युजिक सर भन्दै हुनुहुन्छ। अनि अर्को एकजना स्टुडेन्टले पनि नमस्कार भन्दै हुनुहुन्छ। अनि म अलिकति अगाडि बढेँ, यहाँ चाहिँ स्टलहरू राखिएको छ, खानेकुराहरू, चियाहरू। अनि म स्टुडेन्टहरू यहाँ क्लासभित्र एकदम सबैजनालाई यहाँनिर एक ठाउँमा राखिएको छ, छरपस्ट नहोस् भनेर। Are you excited? Okay, all the best everyone. अनि बाहिर हेर्नुहोस्, एउटै ड्रेसमा सबैजना होइन, ब्ल्याक एन्ड वाइटमा फोटो खिच्दै हुनुहुन्छ म्यामहरू पनि उहाँहरूसँग। अनि हाम्रो कार्यक्रम सुरु भयो। एयर होस्टेज आजको कार्यक्रमको थिम रहेको थियो रोजाइ फ्लाइट 2082। हाम्रो प्रमुख अतिथिज्यूले फुलमा पानी हालिसकेपछि कार्यक्रम सुरु भइसकेको जानकारी। नानी बाबुहरूले पर्फर्मेन्स सुरु गर्न थाल्नुभयो। यो पहिलो पर्फर्मेन्स। अनि स्कुल सङ गाउँदै हुनुहुन्छ। यो फेरि अर्को धमाकेदार डान्स। अनि यो अर्को गीत गाउँदै हुनुहुन्छ स्टुडेन्टहरूले, क्लास 1, 2, 3 को स्टुडेन्टहरूले। अनि यो मारुनी नृत्य पनि एकदमै राम्रो नाच्नु भएको थियो सानो सानो नानीहरूले। महेश सरको वेलकम स्पिच पनि थियो र वेलकम स्पिच पछाडि निकै कार्यक्रम रमाइलो भयो। अनि थुप्रै कार्यक्रमहरू भयो। अनि हामी हेर्छौँ यहाँनिर प्रमुख अतिथि अनि प्रिन्सिपल लगायत अरू सम्पूर्ण टिचर्सहरूको अन्तिममा सामूहिक नृत्य उहाँहरूले नृत्य गर्नुभयो। अनि त्यो सँगसँगै मैले एउटा कुरा छुट्याएछु नि, यीहरू नेपालमा बसोबास गर्नुहुने विभिन्न जातिहरूको बारेमा पनि यहाँनिर पहिरनसहित छोटो छोटो परिचयहरू पनि दिनुभएको थियो। एकदमै सुन्दर लाग्यो। पुरुषहरूले दौरा सुरुवाल लगाउँछन्। खानामा हाम्रो समुदायमा यमरी समय बजी र छोइला निकै प्रसिद्ध छ। एकदमै आजको कार्यक्रम रमाइलो रह्यो। धन्यवाद तपाईँले आजको यो मेरो छोटो मिनी भ्लगलाई पनि तपाईँले हेर्नुभयो, त्यसको लागि एकदमै धेरै धेरै धन्यवाद दिँदै बिदा हुन चाहन्छु। फेरि पनि बाँकी अर्को मिनी भ्लगमा भेट्ने नै छौँ। सबैजनालाई बाई बाई।